हाई एभ्रिवान। अहिले चाहिँ रातिको 10 बज्यो। मेरो सुत्ने बेला पनि भयो। म चाहिँ धेरै दिनदेखि चाहिँ एउटा युट्युब भिडियो बनाउँछु भनेर सोचिरहेको थिएँ, तर कहिले केही नमिलेको जस्तो, कहिले केही नमिले जस्तो, कहिले थकै लागेको जस्तो भइरहेको थियो। अनि बनाउँछु भन्दाखेरि चाहिँ केही थट पनि आएको थिएन। यसरी लम्बिँदा चाहिँ धेरै नै दिन भइसकेछ। मैले चाहिँ यो वर्षको टार्गेट चाहिँ युट्युबमा कन्सिस्टेन्ट भएर चाहिँ भिडियो पोस्ट गर्ने भनेर चाहिँ लिएको छु। जस्ट यो चाहिँ एउटा रिमाइन्डर हो, कन्सिस्टेन्ट हुनको लागि केही नभए पनि एउटा ब्ल्याङ्क भिडियो नै भए पनि हालिदिन्छु भन्ने सोचेर चाहिँ मैले अब सुत्नु अगाडि यो फिल्म गरिरहेको छु। सो यो मेसेज चाहिँ त्यो मान्छेलाई हो जसले चाहिँ आफूले गर्छु भनेको कुरा चाहिँ धेरै समयदेखि स्किप गरिराख्नु भएको छ। यदि राम्रोसँग गर्न नसके पनि आफ्नो केही कसो जसरी सकिन्छ एटेम्प्ट चाहिँ गर्नुहोला, किनकि द बर्डन अफ रिग्रेट इज भेरी हेभी। अब यति भिडियो हालेर चाहिँ म कसैले हेरोस् नहेरोस् आफ्नो काम सके भनेर आनन्दले सुत्दिन्छु।